सम्पूर्णमा नमस्कार। आज हामी कुरा गर्दैछौँ नेपालका स्टार क्रिकेटर दिपेन्द्र सिंह ऐरीको प्रेरणादायी जीवन यात्राबारे। दिपेन्द्र सिंह ऐरी नेपालको राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा अलराउन्डर हुन्। उनको जन्म जनवरी 24, 2000 मा नेपालको कञ्चनपुर जिल्लामा भएको हो। सानैदेखि क्रिकेटप्रति रुचि राख्ने दिपेन्द्रलाई परिवारबाट राम्रो साथ मिलेको थियो। दिपेन्द्रका बुवा जनक सिंह ऐरी र आमा सरस्वती ऐरी हुन् र उनको एकजना दाइ पनि हुनुहुन्छ। उनले आफ्नो विद्यालय शिक्षा कञ्चनपुरमै पुरा गरेका थिए र त्यहीँबाट क्रिकेट यात्राको सुरुवात पनि गरेका थिए। अन्तर्राष्ट्रिय डेब्युको कुरो गर्नुपर्दा दिपेन्द्रले सन् 2017 मा आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। दिपेन्द्र सिंह ऐरी अन्डर 19 बाट चम्किएका प्रतिभा पनि हुन्। उनले आइसिसी अन्डर 19 क्रिकेट वर्ल्ड कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाएका थिए। उनका थुप्रै ऐतिहासिक रेकर्डहरू रहेका छन्। तीमध्ये टी20 अन्तर्राष्ट्रिय विश्वकै सबैभन्दा छिटो अर्धशतक हान्ने उनले केवल 9 बलमा 50 रन बनाएका थिए। एकै ओभरमा लगातार 6 छक्का प्रहार गरेका थिए। उनले यो मङ्गोलियाका विरुद्ध प्रहार गरेका थिए। आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026 मा नेपालका लागि महत्त्वपूर्ण अर्धशतक प्रहार गरेका थिए। उनले स्कटल्यान्ड र वेस्ट इन्डिजका विरुद्ध अर्धशतक प्रहार गरेका थिए र स्कटल्यान्डको लागि त्यो अर्धशतक विजयी साबित भयो। दबावको अवस्थामा उत्कृष्ट फिनिसरको रूपमा पनि दिपेन्द्र सिंह ऐरीले काम गरिआएका छन्। एनपिएलमा उनी सुदूरपश्चिम रोयलबाट खेल्दै आएका छन् र भर्खर मात्रै उनी इस्लामाबाद युनाइटेडमा पनि अनुबन्ध भएका छन् र यो सिजन उनले पिएसएलमा डेब्यु गर्नेछन्। कञ्चनपुरबाट विश्व मञ्चसम्म पुगेका दिपेन्द्र सिंह ऐरी आज नेपाली क्रिकेटका गर्व हुन्। हरेक क्रिकेट समर्थकका ढुकढुकी हुन्। उनको मेहनत र समर्पण हरेक युवाका लागि ठुलो प्रेरणा हो। यदि यस्ता प्रेरणादायी कथा मनपर्छ भने यस युट्युब च्यानललाई लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनुहोला। हवस् त, धन्यवाद।